नमस्कार सबैजनालाई। मैले एउटा भिडियो तपाईहरुको लागि लिएर आएको छु। हामी केही साथीभाइहरू दाजुभाइहरू भएर पोखराबाट नजिकै घान्द्रुक जाने बाटोमा पर्ने बिरेठाँटी भन्ने ठाउँमा रहेको एकान्त कुना फार्म हाउस अथवा होमस्टेमा गएर गरेको रमाइलोको बारेमा तपाईहरुलाई यो भिडियो लिएर आएको छु। पोखराबाट हेम्जा नौडाँडा हुँदै बिरेठाँटी पुगियो। पुग्दा रात परिसकेको थियो। सिमसिम पानी परिरहेको थियो। चिप्लो बाटो, जङ्गल र झाडीमा हिँड्दाखेरि एकदमै साहसी फिल भइरहेको थियो। साथीभाइहरूको रमाइलोले अँधेरोमा कसरी त्यो बाटो काटियो भन्ने कुरा पत्तै भएन। आफ्नो साधन बाटोमा पार्किङ गरेर 10 मिनेटको हिँडाइपछि एकान्त कुना फार्म हाउस होमस्टे आइपुग्दो रहेछ। अनि हामीलाई स्वागत गर्न त्यहाँका दाइहरूले बाटो हेर्दै हामीलाई कुरिरहनु भएको रहेछ। लोकल निबुवाको अमिलो र शरबत पानी मिसाएर हामीलाई स्वागत गर्नुभयो। त्यो माहौल निकै रमाइलो भइरहेको थियो। यतिकैमै मेरो आँखा ठ्याक्कै गाउँघरको जस्तो अघेनोमा पर्यो। त्यहाँ कुकरमा दाउराले पकाएको लोकल भात पाकिरहेको थियो। त्यो देख्दाखेरि त झलझल्ती आँखामा गाउँघरको याद मनै भारी हुने गरेर आइरहेको थियो। यतिकैमा केही बेर थकै मार्यौँ। सुत्ने ठाउँ कता छ, के छ, कस्तो छ यो ठाउँ भनेर हेरियो। सबै व्यवस्था गरिएको रहेछ। यताउति सबै व्यवस्था हेरिसकेपछि हामी पोर्क बार्बिक्यू गर्ने भन्ने तयारीमा लाग्यौँ र साथी दाजुभाइहरू भएर बार्बिक्यू गर्दै नाचगान गर्दै त्यो रात बितायौँ। साथीभाइ यसरी बस्दाखेरि चाहिँ कतिखेर रात बित्छ भन्ने कुरा थाहा नै हुँदो रहन्छ। बिहानीसम्म त हामी यतिकै गफ गर्दै नाच्दै रमाउँदै बसिरहेका रहेछौँ। अब चाहिँ सुत्नुपर्छ होला भन्ने लाग्यो र हामी बिहानीको चिसमिसेमा सुत्न सुरु गऱ्यौँ। छोटो निन्द्रा भए तापनि छ्वाङ्ग पार्ने खालको निन्द्रा चाहिँ केही बेरमै खुल्यो। मिन्टी Yes, with mint tea, eh? र बिहान उठ्ने बित्तिकै अझै आगोमा बनाएको चिया खाजा नास्ताहरू लिएर बिहानीको सुरुवात गऱ्यौँ। गिटार बजाउँदै चिया खाँदै रमाइलो गरिरहेका थियौँ। ठ्याक्कै एउटा कुरा याद आयो। हिजो बेलुका हामी पुल तरेर आएका थियौँ क्यारे। त्यो नजिकै पनि थियो जस्तो लागिरहेको थियो। हामीले त्यहाँको दाइलाई सोध्यौँ र दाइ यहाँनिर खोला छ हो भनेर भन्दाखेरि उहाँको दाइहरूले यहीँ नजिकै छ भनेर देखाइदिनु पनि भयो। अनि खोलातिर लाग्यौँ। नभन्दै त्यहाँ त गाउँघरतिर हुने ठाडो खोला हुन्छ नि, हो त्यो खालको रहेछ। न डुबाउने न बगाउने, तर पानीमा चाहिँ मजाले पौडिन मिल्ने खालको ठाडो खोला त्यहाँ रहेछ। केही बेर पानीमा उत्पात रमाइलो गरियो। चिसो फ्रेस पानी, आहा, अहिले सोच्दाखेरि पनि यस्तो मनै आनन्द आइरहेको छ। हामी तल पौडिरहेका थियौँ। माथि फार्म हाउसको दाइले केही गरिरहनु भएको त थियो। के गर्नुभएको रहेछ भन्दाखेरि त उहाँले त्यहाँ माछा मार्नु भएको रहेछ। यो माछा चाहिँ हाम्रो दाइले हातले समातेको होइन दाइ? बल्छी ठाडो खोलामा। ठाडो खोला हो कि तलको? ल टक्क दाइले यता चाहिँ फेरि ह्यान्ड फिसिङ हुँदो रहेछ। त्यहाँको दाइले हामीलाई खुवाउने भनेर माछा तयार पार्दै हुनुहुन्थ्यो। त्यति मात्र हो र, लोकल भाले पनि काटेर तयार पार्नु भएको रहेछ। ओहो, त्यो देखेर त हामीलाई भनि नसक्नु रमाइलो भयो। हामी बजारमा बसेर गाउँको स्वाद भुलेका मान्छेलाई योभन्दा ठुलो खजाना के हुन्थ्यो होला र? लोकल माछा अनि लोकल भाले।
रमाइलो होइन केटा यस्तो कुरामा यार लक्कले खानी हो ल है पोलमकै नाम लेखिसकेको छ होइन पोल्ने होइन त्यहाँ हेर यसलाई एकछिन आगो तताउन पहिला आगो त आगो ताप्छ यहाँ हाल्दै हुन्छ दाइको टोपी पनि दामी छ। र यसलाई पकाउन हामी सबै अगेनाको छेउछाउमा डुल्न थाल्यौँ। यसो नजर हटाउने इच्छै थिएन। सबैले रमाइलो गरियो। अझै रमाइलो त भालेको अन्डा कोकसले खाने कोकसको भागमा पर्छ भनेरै एकछिन रमाइलो भयो। यसरी नै खानपिन खाइयो, रमाइलो गरियो। खानासाना खाए पछाडि अब चाहिँ पोखरा फर्किनुपर्छ भन्ने कुरा चाहिँ साथीभाइहरूले उठाउन थाल्नुभयो। त्यहाँबाट यति छिटै पोखरा फर्किन भने मन थिएन। तर सबैको बस्ने सहमति नहुँदा मनको तिर्खा नमेटी भाबीले जुराए, समयले मागे। फेरि त्यही ठाउँमा गएर बडो रमाइलो गर्ने ठुलो इच्छा बोक्दै हामी पोखरा फर्क्यौँ। अहिलेलाई यति नै। यो भिडियो मन पराउनु भएमा हामी फेरि अर्को यस्तै घुमाउने कथा लिएर आउनेछौँ। तबसम्मको लागि भने बिदा दिनुहोस्। हस्त नमस्ते।